नमस्ते। यो पुतली बजार नगरपालिका वार्ड नम्बर 13 स्याङ्जा जिल्लाको यो प्रसिद्ध ठाउँ हजुरहरूले देख्नुहुन्छ, यसलाई भनिन्छ गैरी पोखरी। यही गैरी पोखरीमा हाम्रो यो कुल मन्दिर रहेको छ। अब बाँकी कुरा हाम्रो कुल मन्दिर, कुल पूजा र यसको इतिहासको सन्दर्भमा म तपाईँहरूसँग थोरै जानकारी गराउन चाहन्छु, जोडिन चाहन्छु। अहिले तपाईँ देख्दै हुनुहुन्छ पुतली बजार नगरपालिका वार्ड नम्बर 13मा रहेको लामपाटा बजार र लामपाटा बजारसँगै पछाडिपट्टि रहेको पश्चिममा रहेको स्टेसनरी, त्यसपछि वडा कार्यालय र तोरी खोला, त्यसैको माथि उत्तरतर्फ अग्लो पहाडको ढिस्को रहेको छ। त्यो ढिस्कोको ठाउँ अर्थात् नाउँ हो सतौँ, जुन पुतली बजार नगरपालिका वडा नम्बर 14मा पर्दछ। त्यही तीनवटा रुखको पछाडिपट्टि अर्थात् उत्तरतर्फ सतौँ दरबार पुरानो रहेको छ र भग्नावशेषका रूपमा अहिले यस्तो देख्न सकिन्छ। तर प्राचीन कालमा रहेको कोटघरलाई पुनर्निर्माण गरी राखिएको छ, जुन कोटघर भने यस्तो अवस्थामा रहेको छ। डाक्टर राजाराम सुवेदीले सतौँ राज्यको स्थापनाका सन्दर्भमा केही तथ्यहरू यहाँ प्रस्तुत गर्नुभएको छ। यो अजय सिंह मिचा खान नुवाकोटका राजा, तिनका एउटा भक्ति खान, सिरबुम्मन खान र बिचिरा खान तीनवटा छोरा रहेको कुरा यहाँ उल्लेख गरिएको छ। यी मध्ये सिरबुम्मन खान विक्रम सम्वत 1510 देखि 1575सम्म उनको सेवा अवधि रहेको छ। राजा सिरबुम्मन खानले सतौँकोटमा आई आफ्नो राज्य स्वतन्त्र रूपमा स्थापना गरेका थिए। यिनलाई बडा बम पनि भनिएको कारण खुलेको छ। यिनी भगवान शङ्करको बम बोले बाबाका उपासक थिए र नित्य एक रुद्री गराई गाईको दुधद्वारा अर्पण गर्ने भएबाट यिनलाई बडा बम भन्ने नाम पनि दिएको पाइन्छ। बम बोले बाबाको निम्ति दुधद्वारा दिन गाई पाल्नु पर्ने भएकोले सतौँ सातुपसल गैरी जाँगर भन्ने ठाउँमा एक ब्राह्मण शिवालाल पाद्या सुवेदी बोलाई नित्य रुद्री पाठ गर्न र दरबारमा गाईको दुध पुर्याउन भनी बिर्ता जमिन प्रदान गरेका थिए। यी तथ्य लगायत अन्य तथ्यहरूमा पनि सतौँ राज्यको स्थापना सँगसँगै सुवेदीहरू यस ठाउँमा आई बसी आफ्नो काम गरेको कुरा भेटिन्छ। तर त्यहाँदेखि अहिले आधार प्रमाणले भेटिएका लच्छु, डन्डु र बारुणी बीचका पुस्ताहरूको खोजी कार्य र अध्ययन कार्य जारी रहेको छ। अब लागौँ हामी पूजा कसरी सुरुवात भयो, कसरी गरिन्थ्यो यस बारेमा। पहिला चाहिँ लुकेर गर्ने चाहिँ खेरखानी डाँडो भन्थे। उहाँ चाहिँ पूजा गर्दा रहेछन् पहिला। हजुर, उहाँ चाहिँ यहाँ आएर चाहिँ बाहरू जीवा ल्याएका, जीवाले उहाँ ल्याएर राखेर चाहिँ बाबुले चाहिँ उहाँ चाहिँ अब त चाहिँ अर्का जग्गा राख्नु भन्दा आफ्नै जग्गा ल्याऊँ भनेर यहाँ ल्याएर दुईवटा पडोसका फेदामा बारेर त्यहाँबाट चाहिँ चलाउने बेलामा कपाल मुण्डन गरेर यज्ञ गरेर शुद्ध कपडा लाएर ठेकीभरि दुध लिएर आएर चराएको चाहिने बाबुहरूले चराएको मैले जान्छु। खगेश्वर लिएर मैले चाहिँ नि एउटाले भान्जाको एउटाले पितृको चाहिँ सेवा गर्दै गयौँ। उसले पनि अलिअलि चाहिँ पढेको तर पनि जान्ने, मैले पनि अलिअलि पढेको तर पनि जान्ने। अब जान्दा जान्दै सबै कुरो चाहिँ गर्दै जाँदा सबै जानेदो रहेछ क्या। यसरी कुलको पूजा रुखको फेदमा गरिएको अवस्थाबाट व्यवस्थित गर्नका लागि 2051 सालमा कुल मन्दिर निर्माण गरिएको थियो। उक्त मन्दिर पनि जीर्ण भइसकेको हुनाले 2082 साल जेठ 28 गते जुटेका सम्पूर्ण बन्धुहरूले आम भेलाबाट एउटा तदर्थ समिति गठन गरी कुल मन्दिरको पुनर्निर्माण, संस्था दर्ता, साथसाथै कोष अभिवृद्धि र वंशावलीको पुनर्प्रकाशनको म्यान्डेट दिएको थियो। भेलाबाट प्राप्त म्यान्डेट अनुसार कुल मन्दिरका लागि जग्गा एकिन गर्ने काम गरियो। कुलका नाममा रहेको जग्गाको 7 सिमाना छुट्याउने काम गरियो।
साथै सुवेदी बन्धु कुल संरक्षण समितिको नाममा बनाइएको विधानको बारेमा बृहत छलफल गरी त्यसको दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा जाने तथा सहयोगका लागि बन्धुहरूसँग आह्वान गर्ने निर्णय गरियो। सबै बन्धुहरूको साथ र सहयोगका कारण 2082 मङ्सिर 16 गते जिल्ला प्रशासन कार्यालयमा सुवेदी बन्धु कुल संरक्षण समिति विधिवत रूपमा दर्ता भयो। मङ्सिर 17 गते बैंक खाता खोल्ने र त्यसका लागि सहयोग गर्न दाताहरूलाई आह्वान गरियो। संस्कार र सभ्यताको मूल हामी बनाउँछौँ हाम्रो कुल भन्ने पवित्र हृदयका साथ सम्पूर्ण बन्धुहरूलाई सहयोगको लागि आह्वान गरियो र आएको रकमलाई लिपिबद्ध रूपमा राख्ने काम एकातिर गरियो भने अर्कोतर्फ फेरि निर्माण कार्य के कसरी गर्ने भनेर कार्य समिति सहित प्रबुद्ध व्यक्ति तथा प्राविधिकलाई राखेर लागत इस्टिमेट अनुसार कार्य सम्झौता गरी 2082 माघको 22 पछि कार्य आरम्भ गरिएको थियो। ल क्षमा पूजा हाम्रो सुरु हुँदैछ। सुवेदी बन्धु कुल संरक्षण समिति पुतली बजार 13 आज 13 गते 2083 ल 2083 3 महिना 13 गते शनिबारको दिन क्षमा पूजा गरेर हामीले अब 15 गते कुल पूजा चाहिँ गर्ने कार्यक्रम रहेको यहाँहरूले सबैलाई जानकारी गराउन चाहन्छौँ। अब सम्पूर्ण बन्धुहरूको साथ र सहयोगले नै तोकिएको र गरिएको बाचा अनुरूप 1 वर्षभित्र संस्था दर्ता मन्दिरको पुनर्निर्माण गरी पूजा गर्न सफल भएका छौँ। यो सामग्री हाम्रा पूर्वजको खोजी विगतदेखि वर्तमानसम्मलाई जोड्ने प्रयास गरिएको छ। श्रव्य दृश्य सामग्री उपलब्ध गराउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै आगामी हाम्रा योजना 10 वर्षे पुरानो वंशावलीको पुनर्प्रकाशन तथा संस्थाको दीर्घकालीन कोष वृद्धि रहेको अनुरोध गर्दछु। यी कार्यमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित प्रस्तुतिबाट म चण्डीप्रसाद सुवेदी बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय भारद्वाज, जय सुवेदी कुल।